हेलो गाइज, तपाईँलाई स्वागत छ फेरि पनि चेतन भ्लग युट्युब च्यानलमा। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु होइन। आज चाहिँ मैले गाउँको भ्लग लिएर आइसकेको छु। हाम्रो गाउँमा चाहिँ होइन अहिलेको समयमा के फलफुल पाउँछ र के मैले खाएँ त्योहरू मैले देखाएको छु होइन। हेरेर लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्नुभएको छैन मेरो युट्युब च्यानल सब्सक्राइब गर्नु होला त गाइज। होइन गाइस, यो फलेको रहेछ होइन। यो चाहिँ बिहा रोप्नु भएको रहेछ मम्मीले। यत्रो यत्रो यो चाहिँ सानो फलेको रहेछ होइन। यहाँ चाहिँ अलिक ठुलो छ। यो पनि मैले टेस्ट गरिसकेँ होइन। यो गुले चाहिँ गुले मिठो भएर रहेछ, तर दाना चाहिँ सानो सानो रहेछ कि होइन। दाना सानो सानो रहेछ। र म तपाईँहरूलाई यता चाहिँ मेरो टोइलेट हो होइन। हाम्रो यता चाहिँ घर हो होइन। यता हाम्रो गोठ हाम्रो भैँसी र गाई बिहाएको छ। दुईवटा दुना छ हाम्रो होइन। यता हाम्रो गोठ हो। र म चाहिँ यतातिर हाम्रो करेसा बारीतिर छिरेँ। करेसा बारी चाहिँ केही छैन अहिले होइन। के लाउनु भएको रहेछ। यहाँ सुन्तला छ सानो। यो पनि सानो फलिरहेको रहेछ सुन्तला होइन। अब एक वर्षेरी चाहिँ होला। यो एप्पो गाडा रहेछ। र यहाँ चाहिँ सुन्तलाको बिरुवा रोपेर गएको थियो। यस्तो यस्तो रहेछ होइन। यता चाहिँ हाम्रो गोठ हो होइन। यस्तो ठाउँमा छौँ गाइज, हाम्रो गाउँ चाहिँ। अनि यहाँ चाहिँ हाम्रो पापाले चाहिँ खोर्सानीको बिउ राख्नु भएको रहेछ यसमा होइन। यो चाहिँ अनि अब यहीँबाट चाहिँ अब नसारिकन यहीँ फलेछ क्या। अब सार्ने जति सारिसक्नुभयो। अनि त्यो बढी भएको चाहिँ यहीँ थियो, यहीँ फलेछ होइन। यस्तो रहेछ। यो चाहिँ हाम्रो करेसा बारी हो, तर करेसा बारीमा चाहिँ अहिले के लाउनु भएको रहेछ। र यहाँ चाहिँ हाम्रो निम्बुवा छ। निम्बुवा खान कसलाई मनपर्छ। मलाई चाहिँ एकदम मनपर्छ निम्बुवा होइन। निम्बुवा राम्रै फलेको रहेछ यतातिर पनि। झरिसक्यो चलिली चाहिँ, यो किरा लागेर होला। निम्बुवा छ होइन। निम्बुवा चाहिँ मलाई एकदम मनपर्ने हो। ठक्क मोलेर होइन, मोथेर खानु मिठो हुन्छ। र यहाँ चाहिँ हाम्रो यो ट्राईको लागि एक बोट स्याउ कलमी स्याउ ल्याएको थियो कि हामीले होइन। गाउँमै ल्याएको थियो हामीले। एउटा एक बोट रोपेको थियो। र यहाँ हाम्रो चाहिँ स्याउ पनि फलिसकेको छ क्या। हेर्नु न स्याउ। यहाँ दुईवटा पोहोर चाहिँ धेरै फलेको थियो र यसपालि चाहिँ अलिक कम फलेछ। यहाँ माथि छ एउटा होइन। जम्मा अहिले चाहिँ तिनवटा अलिअलि फलेको झरिसकेको छ। जम्मा अहिले भनेको तिनवटा रहेछ हाम्रो बोटमा चाहिँ होइन। हाम्रो गाउँमा पनि स्याउ फल्दो रहेछ क्या। हेर्नु न गाई चाहिँ होइन। हामी चाहिँ के गाई चाहिँ होइन। तरिकाले होइन बोटैभरि अम्बकै अम्बक रहेछ होइन। ठिकै छ, अम्बकै छ। मिठो। म्याङ्गो चाहिँ अचम्म अहिले पनि पाउँदो रहेछ क्या गाउँतिर होइन। हेर्नु त छक्क परिरहेको छ म्याङ्गो। यो म्याङ्गो फलेको रहेछ यतातिर होइन। अब म चाहिँ यहाँ टक्क लगाएर म्याङ्गो टिपेर खानेकुरा भएको छ है। यहाँ चाहिँ म्याङ्गो रहेछ अझै भने म छक्क परिरहेको छु होइन। अहिले पनि म्याङ्गो पाउँदो रहेछ यहाँ चाहिँ। समय छ नि कसरी खान्छु तपाईँलाई देखाउँछु है। अब चाहिँ मैले झारेर पनि होइन धोएर यहाँ काटिसकेँ होइन। अब खानालाई सुरु गरेँ त गाई चाहिँ होइन। वाउ कस्तो मिठो छ यो चाहिँ आँप होइन। अर्कै टेस्टी छ यो चाहिँ होइन। यो हो यो असोजको दिनमा पनि पाउँदो रहेछ हाम्रो। तर यो मैले छक्क परेँ होइन। यहाँ चाहिँ होइन नस्पाती टिप्न आएको हामी दुईजना, बाजे र म। बाजे यहाँ हुनुहुन्छ। बाजेको नस्पाती होइन। यता अनुहार देखाउनु बाजे। नस्पाती हो, नस्पाती हो। र नस्पाती चाहिँ अब सिद्धिँदै गएर छ अन्ति। तर मलाई चाहिँ भाग्यले साथ दिएर के हो होइन। अलिअलि चाहिँ रहेछ। तर त्यो अरिङ्गल रहेछ नि बाजे। हो म चाहिँ बाजे र नाति आएको छु है यहाँ नस्पाती टिप्नलाई। अब म यो माथि चढ्नु भन्नुहुन्छ। अरिङ्गलले गाह्रो पार्छ होला मलाई। समस्या छ। म त रुखमा चढेको पनि 2 वर्ष भइसक्यो, 2.5 वर्ष। गाह्रो छ।
बाजेलाई रुख चढ्नु भन्नुहुन्छ म चढ्ने हो त सक्छु त यस्तो छ रुख त चढ्ने नातिनी बढी उही छोडिहालिस् अब यही रुखमा चढ्नु त यसो चढ्न सक्दैन बा ल हाम्रो बाजेले काँक्रा दिँदै हुनुहुन्छ होइन चेतनेर आइरहेको काँक्रा चाहिँ यत्रो यत्रो आम्म यहाँ त के विधि फल्दो रहेछ है चौथीमा मान्छे आएन क्या हो अब म आउँछु होला चौथी यता ए ससानो पनि छ यता होइन यता चाहिँ हेर्नु आम्म यार गाउँमा भने गाउँ हो क्या यार यस्तो पाउँछ है म खिच्छु त्यताबाट पनि अब हेर्नु यहाँ काँक्रा कस्तो छ भनेर यो चौथी हान्नेलाई फ्री छ होइन चाहियो भने सम्पर्क गर्नु होला चौथी हान्न आउनु होला यसको लोकेसन भन्नु पऱ्यो भने म भनिदिउँला होइन गाइज आम्मा यार काँक्रा त के हो म चाहिँ गाइज अहिले काँक्राबारीमा छु चाहियो भने सम्पर्क गर्नु होला काँक्रा बारीमा छु तपाईँहरूले चाहियो भने सम्पर्क गर्नु होला यहाँ चाहिँ बल फलाउनु पर्छ हाम्रो बाजे र बाजुहरूले चाहिँ लाग्यो मलाई पनि काँक्रा टिपिदिनु भएको छ र नस्पाती पनि यहाँ माथिबाट होइन माथिबाट चाहिँ नस्पाती टिपेर ल्यायो अनि परबाट चाहिँ मैले अघि के अरे यता 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 परबाट चाहिँ मैले अघि तपाईँलाई देखाइहालेँ होइन म्याङ्गो पनि पाएँ क्या अहिलेको समयमा म्याङ्गो पाउनु चाहिँ राम्रो कुरो हो र मै सरप्राइज भयो होइन काँक्रा यस्तो यस्तो रहेछ यता कोदोबारी बबल छ ल लाग्यो हजुर काँक्राको यहाँ त खाने रहेछ चौथी हान्न आउँछु पर्छ म है हाबी चौथी हान्न आउनुपर्छ जस्तो छ आमा छोरी जेठी सबैको बिहे भइसक्यो मनिषाको बाँकी छ चाहियो भने यता चाहिँ हाम्रो मनिषा कन्या हो बोयफ्रेन्ड पनि छैन सिङ्गल हो राम्रै भएर आज क्युट काठमाडौँ गएर के खायो के लायो यहाँ अमेली पनि चाहियो भने सम्पर्क हाम्रो हजुरआमाको यहाँ चाहिँ हेर्नुहोस् तलबाट दानै नदेखिनु पर्छ के हो जम तान्दा पनि हेरे अमेली पनि राम्रो फलाउनु भएको रहेछ यो चाहिँ हाम्रो गोरुहरू होइन गाई हाम्रो लेकमा हो हाम्रो गोरुहरू हो गाई चाहिँ होइन यस्तो भएछ बुढो बुढो सिङ फुचेको छ एउटाको त्यो चाहिँ यस्तो रहेछ यो चाहिँ यतातिरको बारी हो यस्तो रहेछ हाम्रो कटर चाहिँ यहाँनिर भत्किसकेको छ होइन भत्किसकेको अवस्था रहेछ नस्पाती पनि सिद्धिसकेको छ पछिहरू लाउनु भएको रहेछ कटरको हालत चाहिँ यस्तो यस्तो भएछ होइन भत्किसकेको छ हाम्रो र यहाँ हेर्नु हाम्रो होइन निम्बुक चाहिँ यस्तो फलेछ कि गाई चाहिँ होइन निम्बुक खाने हो त गाई वाउ यस्तो बगाल छ नि यो चाहिँ सुन्तला है गाउँमा चाहिँ यस्तो अर्ग्यानिक खतरा फल्छ डालै हेर्नु न यस्तो दामी नुहाइदिएछ होइन नुहाएर खत्तम भएको छ यो सुन्तला अब बगाल रहेछ है सब हो सुन्नीमा अब झोला बोकेर हामी चाहिँ कागती टिप्न गइरहेको छौँ होइन हाम्रो कागती चाहिँ तल बारीमा छ कागती चाहिँ बादलले पनि टिपेर खाँदो रहेछ होइन खाँदै भन्दा पनि टिपेर एक गाँस खाँदै त्यो फ्याल्दै गर्दो रहेछ अनि त्यही भएर हामी चाहिँ आज बादलहरू आएर छ त्यही भएर आज चाहिँ हामी अब कागज टिप्न जान तयार भइसक्यो बाउ छोरा र छोरी नानी र बाबुसँग म चाहिँ जाँदैछु होइन कागज टिप्न तपाईँलाई हाम्रो कागजको बोर्ड पनि देखाउँछु कस्तो छ होइन ल हिँड हामी कागती टिप्न हिँडेको है कागती सब कहाँ हिँड्नु भयो कागज टिप्न कागती टिप्न यता हो हामी चाहिँ अब यहीँ हो हाम्रो बार चाहिँ होइन घर नजिकै हो कागतीको भएको चाहिँ यहाँ पर हो हामी चाहिँ जाँदैछौँ यता चाहिँ पुरै गाडी भइसकेको छ हाम्रो चाहिँ होइन हेर्नु न राम यता त अलिअलि घाँस काटेर रहेछ यता त सब हाम्रो त जङ्गलै जङ्गल घारी छ सब र म चाहिँ यसरी जाँदैछौँ होइन हाई सब हाई गर्नु हाई र
हेर्नु यतापट्टि रहेछ अम्म यता चाहिँ रहेछ क्या धेरै राम 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 कागती कति खान्छ गाइज भन्ने जस्तो भयो नि त कति चाहिन्छ कागतीले यता चाहिँ हजुर यता चाहिँ रहेछ होइन कागती यता चाहिँ टन्नै रहेछ कागती यसमा चाहिँ ल हेर्नु त्यही यसमा चाहिँ अलिक फल रहेछ अब यो कागज चाहिँ हामीले टक्क टिपेर लगेर यो कागज चाहिँ के गर्छ भने हामीले चाहिँ टिपेर लगेर निचोरेर होइन काटेर निचोरेर चिनीसँग घोलेर खानु मिठो हुन्छ क्या मलाई चाहिँ एकदम मनपर्छ त्यही भएर मैले चाहिँ यो कागती बेच्नु नदिएको बाबाआमालाई दसैँमा आएर हामी चाहिँ कागती पानी खाने भनेर बेच्न नदिएको दादाले पनि खाएछ अलिअलि झरेछ होइन अलि चोरेछ अब यसलाई चाहिँ लगेर हामीले सट्टै जुस बनाएर खाने कागती जुस है गाइज पिनी बासमा मारे र टिभीले बोलाउँछ पर यहाँ चाहिँ सब के हो टिपारे बोला नि नानी र बाबु चाहिँ यहाँ छन् कागज टिप्न आएको मान्छे के हो यसरी बसेर हुन्छ कागज टिप्नु पर्दैन तिमीले लु कागज टिप्ने अब सुई बुझ्यो होइन कागती यति टिपेर ल्यायौँ कागती र यहाँ जुस पनि बनाइसक्यौँ होइन कागती जुस